ल साथी हो, आज हामी रातिको निन्जा RNWM 250 वेल्डिङ मेसिन रिपेयर गर्न गइरहेको छौँ। हामी मिटरद्वारा पनि चेक गरौँ। कुनै पनि आउटपुट भोल्टेज छैन, तर मेसिन अन छ। अब यसलाई हामी बन्द गरेर हेरौँ के भएको छ। ठिक छ। त्यसमा हेर्न सक्नुहुन्छ यो क्यापेसिटरहरू हल्लिराखेको छ। हेर्न सक्नुहुन्छ हल्लेर स्पार्क गरेर एउटा खुट्टा पनि भाँचिएको छ क्यापेसिटरको। ठिक छ, हेर्न सक्नुहुन्छ आइजिबिटीहरूमा सर्टिङ छ। हामी हेर्न सक्छौँ यसमा यस्तो ब्लास्ट भएको छ। यताको आइजिबिटीहरू पनि निकालौँ। हेर्न सक्नुहुन्छ यहाँ धेरै स्पार्किङहरू चलेको छ। ल, पड्केको ठाउँले हामीलाई यसरी जोडियो। अब यसमा ड्राइभ फ्रिक्वेन्सी आएको छ कि छैन त्यो चेक गरौँ। (43.9 किलोहर्ज देखाइराखेको छ सेकेन्डमा। 43.9 किलोहर्ज ठिक छ। अब हामी नयाँ आइजिबिटी लगाउनेतिर लाग्छौँ, प्लस क्यापेसिटरहरू पनि यसको हाल्छौँ। हेर्न सक्नुहुन्छ भान्सेको क्यापेसिटर। हेर्न सक्नुहुन्छ सेट अन भएको छ। र यसको आउटपुट हेरौँ। अघि पनि सेट अन भएको थियो तर आउटपुट थिएन, अहिले हेरौँ। हेर्न सक्नुहुन्छ यसमा 57 भोल्ट आइराखेको छ। एकचोटि फेरि आइजिबिटीहरूको ड्राइभ चेक गरौँ। 43.9 43.9 43.9 43.9 भनेको ड्राइभ ठिक छ र आउटपुट पनि आइराखेको छ। ल, यसलाई हामी स्पार्क टेस्ट गरौँ।